शिशिर वाङदेल नाछिरिङ राई गायनदेखि अभिनयसम्मको सफल यात्रा। नेपाली चलचित्र जगतमा एक प्रभावशाली नाम हो शिशिर वाङदेल राई। सांगीतिक यात्राबाट आफ्नो कलाकारिताको सुरुवात गर्नुभएको उहाँले सम्झिरहन्छु बोलको गीत सार्वजनिक गर्दै दर्शकमाझ आफ्नो स्वरको जादु छर्नुभएको थियो। गायनबाट सुरु भएको यो यात्रा पछि अभिनय क्षेत्रतर्फ मोडियो, जहाँ उहाँले आफ्नो एउटा छुट्टै र बलियो पहिचान बनाउन सफल हुनुभयो। भिरमा पनि भुलिदिन्छु, लगाइदिने कोही भइदिए सिउँदोभरि भुलिदिन्छु। तपाई जनताको प्रतिनिधि, तपाईलाई अलिकति लाज शरम लाग्दैन? रूपमा तपाईले देशको चौथो अङ्गलाई तपाईले थर्काइराख्नु भएको छ। थर्काउँछु, तिमीहरुका टाढा सेक्छु म, भाग्छु म। तपाई राजा हो। हो, राजा हो म। हो, यता गाडीको तिरलाई पनि गाली गर्नु उनीहरुलाई पनि। तपाईबाट पाठ सिक्ने जनताले के केही सिक्नु पर्दैन, केही सिक्नु पर्दैन। धम्की दिनुहुन्छ तपाईँ? दिन्छु। के तपाईँ डन हो? हो, राजा गर्न अलिकति लाज राजा हो म, डन हो। धम्की दिन्छु। कुन देशको? घण्टाको देश, के को देश? के को देश? देशप्रति माया छैन तपाईलाई? हैन, अब कसको लागि मेयर हुनुभएको? मेरो लागि हैन। नक्कली कान्छीको खुबै राम्रो लजाउने बानी, हामी माथि टाढोको नराम्रो जिस्काउने बानी, यसै त कान्छी खुबै राम्री नलगाऊ। जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ। पर्दामा जतिसुकै डरलाग्दो वा कडा भूमिकामा देखिए पनि व्यक्तिगत रूपमा शिशिर वाङदेल अत्यन्तै इमान्दार, सरल, मेहनती र मिलनसार व्यक्तित्वका धनी हुनुहुन्छ। उहाँको जीवनको अर्को पाटो पनि रोचक छ। उहाँले 40 वर्ष काटिसकेपछि मात्र फिनल्यान्डकी आफ्नो प्रेमिकासँग विवाह गर्नुभएको थियो। हाल श्रीमती फिनल्यान्ड फर्किएपछि